नमस्कार सम्पूर्ण मेरो युट्युब फ्यामिलीहरुमा धेरै दिनको बादमा मैले यो भिडियो अपलोड गर्न गइरहेको छु है। यो भिडियो चाहिँ हुनु चाहिँ 7 महिना पुरानो हो। 2026 जनवरी सनम लोछारको भिडियो हो हैन। हामी सम्पूर्ण तामाङ सन्तानहरु मिलेर जबरामोड थप्चुन्चोस खालिङ गुम्बा वहाँनिर चाहिँ हामीले यो उत्सव मनाएको थियौं, रमाइलो गरेको थियौं, डान्स गरेको थियौं है। हाम्रो तामाङ सन्तानहरु सबैजनाले युट्युबमा प्रतीक्षा गर्नुभएको थियो होला, तर मैले चाहिँ यो घरको परिस्थिति, घरमा कुनै समस्याको कारणले गर्दाखेरि अपलोड गर्न पाएको थिइनँ र आज अपलोड गर्न गइरहेको छु। हजुरहरूले फर्स्ट टु लास्ट समय हेर्नुहुन्छ भनेर आशा राखेछु र नयाँ हुनुहुन्छ भने चाहिँ सब्स्क्राइब गर्न चाहिँ नबिर्सनुहोस्। धन्यवाद सम्पूर्ण साथीहरुमा। खाना वितरण हुँदैछ है। यहाँनिर चाहिँ साङहरू चाहिँ छोक किन जानु हुँदैछ है त। ल फेफुलो जो आसँगहरू सम्पूर्णमा लसो फेफुला टाँसीडिले सेवा र सम्पूर्ण मेरो युट्युब फ्यामिलीलाई फेरि पनि स्वागत छ मेरो सानो ब्लगमा है। र हजुरहरूलाई यो भन्न चाहन्छु कि ह्याप्पी सोनम लोसार है। यहाँ हाम्रो आगोलाई पनि भन्नुहुँदैछ ह्याप्पी सोनम लोसार भनिदिनुहोस् त। आगो उहाँ चाहिँ हाम्रो आगो हुनुहुन्छ है। र हेरिराख्नुहोस्, अब उहाँनिर चाहिँ हामी रमाइलो गर्नेछौँ गुम्बामा। डम्फु बजाउनु हिँड्दैछ। आगो चाहिँ डम्फर हो नि त हो, पहिलाबाट अब डम्फर हिँड्छ है बिहाहरूतिर है। साथी पनि आउँदैछ है। रमाइलो गर्नुपर्छ त्यसो भने है। ल रमाइलो गर्नुपर्छ है। ल अब हिँड्दै गरेर म आउँदैछु। र यहाँ चाहिँ म अहिले हाम्रो चाङको घर अगाडि आइसकेको छु है। यहाँ चाहिँ मेरो भतिजो घर है, दिपेन भतिजो घर हो हैन। यहाँनिर चाहिँ रेडी हुनुहुँदैछ भित्र उहाँनिर। अनि मेरो वाइफ चाहिँ घरमै रेडी हुनुहुँदैछ। उहाँ चाहिँ अलिकति ढिलो भयो घरको कामले गर्दाखेरि। अहिले म लिन जानेछु र यहाँनिर चाहिँ हुनुहुन्छ तपाईँलाई म देखाउनु गइरहेको छु है त। दुर्गा भान्जे, मेरो भान्जे, आफ्नो भान्जे। अनि यहाँ दिया, यो चाहिँ अब मेरो बहिनी भनौँ मामु छोरी। यहाँ मेरो भान्जी। हेलो, नाम भनिदिनु। अन्जली नि? अन्जली भान्जी। अनि यहाँ प्रिय उयो पेवाङ आइज त यता हालो अगाडि अलिकति देख्नु पऱ्यो नि मजाले। यहाँनिर गाई झरेर चिन्छ नि त अन्त। हेलो गर लु। त्यहाँ मेरो बुद्धिमान भाइको चाहिँ छोरा यो। हेलो हेलो हाई भन्नुपर्छ हौ। हजुर हुँदैन त यति साह्रो। यो चाहिँ मेरो नाति पर्छ है, मेरो दिपन भतिजको चाहिँ छोरो हो है। र अब यहाँनिर चाहिँ चाङहरू हुनुहुन्छ। हेलो से हेलो, फेरि एकदमै बढी फोटो खिच्नु। यहाँ चाहिँ मेरो चाङ है। अन्त यता फेरि हाम्रो अर्को चाङ। हेलो, हाम्रो नाना आउँदैछ होइन। आज चाहिँ रमाइलो गरिन्छ होइन गुम्बामा, नाचिन्छ गाइन्छ। 4-5 बजीसम्म रमाइलो गरिन्छ। सुन्नुभयो होला। ल साथीहरू त्यही नै हो, फर्स्ट टु लास्टसम्म हेर्नुपर्ने हुन्छ। हजुरले अहिले पनि सब्सक्राइब गर्नुभएको छ, भिडियो एकछिन पुज गरेर सब्सक्राइब चाहिँ गरिदिनुहोस् प्लिज है। अन्त अगाडिको भिडियो हामी हेर्नेछौँ है त। ल हाम्रो भाउजू पनि रेडी हुनुहुँदैछ है। रेडी भइसक्नु भयो। यहाँ चाहिँ हाम्रो भाउजूको मम्मी। ल छे थाप्नु होला। यहाँ चाहिँ हाम्रो भाबीजी। भाबीजीले चाहिँ अलिकति हालो गरिदिनु ल यहाँ नै, ब्युटिफुल भाबी। अब डान्स हुन्छ पारै भइहाल्छ भन्नुहुँदैछ। ल त बनाइराख्नुहोस् भिडियोमा है, बढ्दैछौँ हामी अघि। फाइनली साथीहरू म चाहिँ अहिले जबरामुडमा आएको छु है। भाउजू र अनि भाउजू मम्मी सासूआमा भनौँ, उहाँहरूलाई चाहिँ मैले गुम्बा छोडिसक्छु र चाङहरूलाई पनि यहाँ लिएर मैले जबरामा छोड्दैछु। हेलो हेलो सधैँ। अनि चाङहरू चाहिँ छोक किन जानु हुँदैछ है त। ल ल हुन्छ हुन्छ हजुर। अब फेरि म अर्को चाङ र मेरो वाइफलाई ल्याउनु जाँदैछु है त। जाउँ। सो गाइस फाइनली म चाहिँ अहिले गुम्बामा आइसकेको छु है। 5 ट्रिप जस्तो चाहिँ मैले गरिसकेँ। 5 ट्रिप गरिसकेँ, अझै 1 ट्रिप छ है। फोन गर्छु भन्नुभएको छ। चाङहरू हुनुहुन्छ, फोन गरेपछि चाहिँ त्यहाँ म ल्याउनु जानुपर्ने हुन्छ। र यहाँको रमाइलो दृश्यहरू चाहिँ तपाईँलाई म देखाउनु गइरहेको छु अहिले है। यहाँनिर चाहिँ प्रोग्राम भइसकिसकेको छ, अघिदेखि नै भइसकेको छ। म चाहिँ भर्खर यहाँ हुँदैछु है। अघिबाट चाहिँ मैले ल्याउँदै जबरामोडमा छोड्दै थिएँ। उहाँहरू जति पनि आउनुहुँदैछ छोक र खदा लिएर चाहिँ उहाँहरू आफै जबराबाट चाहिँ हिँडेर यहाँ आउनुभयो है। अहिले चाहिँ म आइपुगेको छु र तपाईँलाई यहाँको दृश्य देखाउँदैछु। ल रमाइलो दृश्य चाहिँ तपाईँले हेर्नु भएको छ है। म तपाईँलाई देखाउँछु भनेको थिएँ यही न रमाइलो दृश्य। र योभन्दा रमाइलो अझै पनि हुँदैछ अहिले एकछिनमा है।
हाम्रो यहाँ प्रेसिडेन्ट सर हुनुहुन्छ सम्झे ल अलिकति चाहिँ भिडियो काटेको जस्तो लाग्यो है अन्त तपाईँहरूलाई चाहिँ देखाउँदैछु है उहाँ चाहिँ हुनुहुन्छ हाम्रो गुम्बाको प्रेसिडेन्ट बच्चन हुन्छ बेगरी छाड्यो भने कसले पाल्छ अनि कालैमा बेगरी छाड्यो भने कसले पाल्छ अनि कालैमा लासो फुल एनर्जी चाहिँ भएन है अलिक कम्ती लोछार भनिन्छ सोनाम लोछार भनिन्छ जसले तामाङको संस्कृति संस्कार र रीतिरिवाजलाई सदाकालका लागि दर्शाइरहेको छ भने हामीले यो शिर पनि खडा गरेर उभिने एउटा मञ्च परिवेश हामीले बनाएका छौँ। हामीले गर्व गर्नुपर्छ। निरपानीमा बसोबास गर्नुहुने समस्त तामाङ सन्तान अखिल भारत तामाङ बौद्ध सङ्घले आज हामी समक्ष यो थुप्चेन छैखोरलिङ गुम्बा प्राङ्गण तपाईँहरू समक्ष र हामी समक्ष निर्माण गरेर एउटा धरोहरको रूपमा खडा गरेका छौँ। बुथ थोपा सहयोगले आज यो साङ्गेको लाखाङ यहाँ निर्माण भएको छ। यो नसोच्नुहोस् मेरो घरमा पनि लासेम छ म त्यहाँ किन जानु। लासेम भनेको यो बिजुली खोला हो, मेरो घरमा भएको लासेम भनेको। थुप्चेन छैखोरलिङ गुम्बा भनेको चाहिँ तपाईँको ब्रह्मपुत्र नदी हो जसले चाहिँ सागरसँग जोडिएको छ र सागर महासागरसँग जोडिएको छ। मेरो घरमाको लासेम चाहिँ साङ्गेको एउटा साङ्गेलाई अनुसरण गर्ने ठाउँ मात्रै हो भने यो थुप्चेन छैखोरलिङ गुम्बा चाहिँ सिधा महाकरुणामय चेरेन्जीकोसँग जोड्ने एउटा बाटो हो। साङ्गे होपमीसँग जोड्ने बाटो हो भने सँगसँगै हामी पद्मसम्म गुरु रेमेसँग जोड्ने अनि डोल्मा रिम्बोर्सेसँग जुजेन डोल्मासँग जोड्ने पनि यो बाटो हो जसमा चाहिँ हाम्रा धर्मगुरुहरूद्वारा विभिन्न प्रकारको अनुष्ठानहरू यहाँ भइरहेको छ। आयु र सुस्वास्थ्यको पनि कामना गर्दछौँ र सबैको जीवनमा उमङ्ग आनन्द अनि उन्नतिको फुल फुलिरहोस् भन्ने हाम्रो कामना तपाईँहरू समक्ष व्यक्त गर्दछौँ। उपस्थित जति पनि यहाँ पाल्नुभएका हाम्रा तामाङ सन्तान 28-62 सोनम भनेको सुन जस्तै हिरा जस्तै अमूल्य अनि पूर्ण सुन्दरताले भरिएको साथसाथै अन्न बाली परिपूर्ण गरेर हाम्रा पुर्खाहरूले घरभित्र भित्राउने क्रमलाई सोनम भन्दो रहेछ। छार भनेको नयाँ रहेछ। फोर भनेको चाहिँ तपाईँको छार भनेको नयाँ, फोर भनेको चक्र र 12वटा पशुको समूहले बनिएको यो चक्रलाई सोनम छैखोर पनि भन्दो रहेछ भन्ने कुरा आज हामीले अध्ययन गर्दा प्राप्त गरेका छौँ। नासो गुनासोहरू भुलेर एक अर्कालाई अङ्कमाला गरेर सद्भावना सद्ज्ञानको आदर प्रदान गरेर बनाउने पर्वलाई पनि सोनमको छार भन्दछ। आफूभन्दा ठुलो नानीमा मिमी आसी नानी आफू आसु अनि भित्राइसकेका छौँ। सालभरि खाने हामीले अन्न भित्राइसकेका छौँ। यातायातको असुविधा भएको, बजारको वाणिज्यहरूको असुविधा भइरहेको खण्डमा हाम्रा तामाङ सन्तानहरूले भारीमा बोकेर 4 भागमा 1 भाग बिक्री गरेर मनाउने जुन चाहिँ अन्न बिक्री गरेर उत्साह हर्षोल्लास विभिन्न ठाउँमा हाम्रा सन्तानहरू बसेको हुनाले त्यो सालको 7औं दिन भनौँ या 1 महिना एक ठाउँमा बसेर उत्साह उमङ्ग आनन्द साटासाट गर्ने समयलाई पनि सो गाइस अहिले चाहिँ भने यहाँनिर खाना एकदम वितरण भइसकेको छ। सबैजना बसेर खाना खानु हुँदैछ है। हामी चाहिँ यहाँ डान्स गर्न आँटेको सबनम बहिनी साथै हाम्रो सबिना भाउजू हामी चाहिँ यहाँनिर अब डान्स दिने है। अन्त यहाँनिर चाहिँ अब सबैजनालाई चाहिँ एकदम रमाइलो गरेर खाना खाँदै हाम्रो डान्स हेरोस् भन्ने चाहिँ एउटा सोच छ होइन।
अनि बहिनीले चाहिँ वहाँनिर गाना सुइच गरेर म त जस्तोमा पनि नाच्दिने स्टेजमा चढ्नुभयो सबनम बहिनी धेरै रमाइलो भयो हजुरहरूले देख्नुभयो होला अझै रमाइलो हुनेछ तपाईँहरू भिडियोमा चाहिँ बनाइराख्नुहोस् धेरै रमाइलो हुनेछ है त हाम्रो बमजन खानदान साथ हाम्रो तामाङ खानदान सम्पूर्ण यहाँ डान्स गर्दैछ तपाईँले हेर्नु सक्नुहुन्छ इन्जोय गर्नुहोस् लाइक सेयर चाहिँ भरपुर गर्नुहोस् है कर्मकाण्ड गर्दा आजदेखि तालो घोडा वर्ग लागेको छ चारैतिर एउटा आएको छ म योपालि पोहोर सालको त्योभन्दा पनि अघिल्लो सालको भन्दाखेरि निकै खुसी लाग्यो राम्रो भव्य भयो योपालि प्रोग्राम आउँदो सालमा पनि हाम्रो 63को अधिवेशनमा चाहिँ योभन्दा पनि भव्य रूपले हामीले मनाउनु पाऊँ मान्छे नभएको छ ल ओके हुन्छ ल सबैजनाले इन्जोय गरौँ गाना साथीहरू अब हाम्रो प्रोग्राम चाहिँ अन्तिम हुँदै जाँदैछ है यहाँ चाहिँ अब लास्ट हाम्रो डान्स हुनु गइरहेको छ हजुरहरूले देख्न सक्नुहुन्छ अब अन्तिम क्षेत्रमा आइसकेको छौँ हामीहरू यहाँनिर हाम्रो माननीय विष्णु सर साथै हाम्रो बसना सेन अनि अन्य सबैजना हाम्रो मान्यहरू हुनुहुन्छ है अब चाहिँ हाम्रो लास्ट अन्तिम गरी आइसकेको सो गाइस फाइनली हामी चाहिँ अब लाग्दैछौँ प्रोग्राम पनि लास्ट पुगिसक्यो खत्तम गर्ने बेला भइसक्यो र सम्झी हाम्रो मेरो साथमा हुनुहुन्छ सम्झी है र अब चाहिँ लोसार हामी यही सम्मत गर्दैछौँ हामी भन्दा म आमा र वाइफहरूलाई छोड्नु गइरहेको छु र बादमा अब हामी यहाँ मस्ती गर्नेछौँ रमाइलो गर्नेछौँ बुझ्यौँ होइन नानीहरूलाई शिक्षा मात्र होइन सङ्गीत पनि दिएर अगाडि बढाउनु भएको रहेछ हामी त लाग्नु छ आमालाई बोलाएन उनी आमा सेकेन्डी बजान्छ ल चाङहरू को जाने तपाईँ जाने चाङ आजको दिनलाई भेट्नुको लागि आज हामीलाई 360 दिन लाग्छ अब 6 ग्रुप लिएर आएको एक ग्रुप चाहिँ आफै हिँडेर गइसक्यो है दुसरा ग्रुप पनि गइसक्यो 4टा ग्रुप चाहिँ छ मसँग अब 4टा ग्रुपलाई पुऱ्याउनु पर्ने हुन्छ नानीहरू पनि छ मसँग नानीहरू है
नानाहरू अब म छोड्नु जाँदैछु त्यही हो आजको भ्लग चाहिँ के कस्तो लाग्यो हजुरहरूलाई हो मेरो भान्जीलाई पनि लाइक गरिदिनु र के कस्तो लाग्यो लाइक सेयर कमेन्ट गर्नु होला नयाँ हुनुहुन्छ सब्सक्राइब गर्नुहोस् ल त यति नै फाइनली साथीहरू मैले थर्ड ग्रुप चाहिँ छोडिरहेको छु र अब लास्ट ग्रुप छ लास्ट ग्रुप लिएर आउने छु र यही भान्जीहरूलाई छोडिरहेको छु र कस्तो लाग्यो प्रोग्राम चाहिँ धेरै राम्रो लाग्यो है भान्जीहरूलाई कस्तो लाग्यो यस्तो दामी लाग्यो के भन्नु अब हाय 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 दामी 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 है ल फेरि पनि यो प्रोग्राममा चाहिँ आउनुपर्छ है मेरो यहाँ देखिरहेको छ नि एकदम बाइ बाइ ल हुन्छ बाई बाई आजको ब्लग चाहिँ म यहीँ राख्दैछु फेरि पनि भेट्नेछु हजुरलाई नेक्स्ट ब्लगमा है रमाइलो गरिन्छ अर्को ब्लगमा र यति नै लभ यु अल बाई बाई